स्किनलाई फाल्नलाई भिनेगर युज गर्दैछु। तपाईले चाहिँ लेमन पनि युज गर्न सक्नुहुन्छ। मिठो छ साथीहरु। हेलो अनि नमस्ते साथीहरु, फेरि पनि स्वागत छ हजुरहरुलाई मेरो नयाँ भिडियोमा। आजको भिडियो पनि एकदम डिफरेन्ट र बबाल र खतरनाक हुन गइरहेको छ। आज चाहिँ मैले हजुरहरुको लागि भनेर चाहिँ बेल्ट फिशको चाहिँ रेसिपी लिएर आइरहेको छु। सो देख्न सक्नुहुन्छ साथीहरु, मसँग आज चाहिँ रहेको छ यो बेल्ट फिश, एकदमै खतरनाक बबाल फिश छ। सो म एकदमै एक्साइटेड छु चाहिँ आज यो फिशलाई चाहिँ हामीले बनाउने छौं। भिडियोलाई चाहिँ कति पनि स्किप नगरेर अन्तिमसम्म हेरिदिनु होला। इफ यो भिडियो मन पर्छ भने लाइक गर्नुस्, सब्स्क्राइब गर्नुस्। अब चाहिँ हामी यो फिशलाई चाहिँ क्लिन गर्न गइरहेको छौं है साथीहरु। हेरौं कसरी क्लिन गर्न सक्छौं हामीले यसलाई। सो साथीहरु, अब चाहिँ हामी यसको क्लिनिङतिर लाग्यौ। यसको चाहिँ हामीले बाहिरको लेयरलाई चाहिँ क्लिन गर्नुपर्छ साथीहरु है। देख्न सक्नुहुन्छ यो चाहिँ बाहिरको यसको चाहिँ स्किन छ। अरु माछाको जस्तो चाहिँ यसमा स्किन त्यो कट्लाहरु चाहिँ हुँदैन है। यसलाई चाहिँ हामीले यसरी क्लिन गर्नुपर्दछ। यो चाहिँ यसरी पछाडिबाट काट्यो भने साथीहरु यो चाहिँ मजाले आउँछ यसको यो चाहिँ यो माछाको फिन। अब चाहिँ यो साइडको यो काट गर्ने छौं। डर लाग्ने यसको चाहिँ टाउको फेल्दिउँ है साथीहरु। टाउको चाहिँ यो चाहिँ वेस्टेज है। देख्न सक्नुहुन्छ साथीहरु, यो चाहिँ यसको वेस्टेज। ल हाम्रो माछा चाहिँ क्लिन गरेर रेडी भइसक्यो है साथीहरु है। साथीहरु, तपाईलाई चाहिँ अब कुन साइजको पिसहरु मन पर्छ त्यही अनुसारको तपाईले माछाको पिसहरु चाहिँ बनाउन सक्नुहुन्छ। सो मैले चाहिँ मिडियम साइजको लिएको छु। देख्न सक्नुहुन्छ 1 बाइ 1 माछाको चाहिँ कटिङ गर्दैछु म। अब चाहिँ हाम्रो चाहिँ माछा चाहिँ कटिङ भएर सकिसक्यो। देख्न सक्नुहुन्छ साथीहरु। साथीहरु देख्न सक्नुहुन्छ हाम्रो चाहिँ रेडी भइसक्यो। अब चाहिँ यसलाई हामीले चाहिँ मेरिनेट गर्ने छौं। ब्ल्याक पेपर थोरै, हल्का बेसार, धुलो खुर्सानी, भिनेगर युज गर्दैछु। तपाईले चाहिँ लेमन पनि युज गर्न सक्नुहुन्छ। थोरै जिन्जर गार्लिक पेस्ट, कर्न फ्लावर, लास्टमा चाहिँ एउटा अन्डा। आफूले चाहेको सबै इन्ग्रेडियन्ट्सहरु हालिसकेपछि अब यसलाई मजाले मिक्स गर्ने छौं। नुन नै एड गर्न बिर्सिरा साथीहरु, सो नुन एड गर्दै छु। सरी 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 सरी। अब चाहिँ यसलाई चाहिँ हामीले चाहिँ साथीहरु 10 कि 15 मिनेटको लागि चाहिँ मेरिनेट गरेर छोड्नु पर्दछ यसरी है। यो चाहिँ रहेको छ अनियन पेस्ट अनि यो चाहिँ रहेको छ टमाटो पेस्ट। यो माछाको करी बनाउनु भन्दा अगाडि चाहिँ हामीले यो माछालाई राम्ररी फ्राई गर्नुपर्दछ साथीहरु। देख्न सक्नुहुन्छ मैले चाहिँ यो माछा फ्राई गर्नको लागि चाहिँ प्यानमा तेल लिएको छु। साथीहरु, अब चाहिँ हाम्रो चाहिँ तेल चाहिँ मजाले तातिसक्यो। अब चाहिँ हामीले यसलाई फ्राई गर्ने छौं। हाम्रो माछा चाहिँ बोथ साइड मजाले नपाकुन्जेल चाहिँ हामीले फ्राई गरिरहने छौं साथीहरु। देख्न सक्नुहुन्छ साथीहरु, हाम्रो चाहिँ अब माछा चाहिँ वान साइड चाहिँ पाकिसक्यो। अब चाहिँ यसलाई अर्को साइड चाहिँ हामीले पकाउँछौं बिस्तारै। अब चाहिँ हाम्रो माछा फ्राई भएर रेडी भइसक्यो साथीहरु। अब चाहिँ यसलाई हामीले निकाल्ने छौं। साथीहरु, माछा चाहिँ देख्न सक्नुहुन्छ मजाले मस्त पाराले पाकिसकेको छ। एकदमै क्रिस्पी र क्रन्ची भएको छ, हेर्दै खाउ खाउ लाग्ने। हाम्रो माछा चाहिँ फ्राई भएर रेडी भइसक्यो साथीहरु। अब चाहिँ हामी करी बनाउनतिर लाग्छौं। फर्स्टमा चाहिँ होल मिक्स मसला एड गर्छौं साथीहरु। यसलाई चाहिँ हामीले चाहिँ सानो फ्लेममा चाहिँ पकाउनु पर्छ है, नत्र भने डढ्छ।
देख्न सक्नुहुन्छ हामी चाहिँ सानो फ्लेममा पकाउँदैछौँ। मैले चाहिँ यसमा चाहिँ 1.5 स्पुन घिउमा भुट्दैछु है। यो चाहिँ घिउ रहेको छ। हाम्रो चाहिँ होल मसला हल्का पाकिसक्यो साथीहरू। सो मैले यसमा चाहिँ रेड चिली एड गरेँ। हाम्रो चाहिँ रेड चिली पनि हल्का फ्राई भइसकेपछि चाहिँ रेडी गरेर राखेको ओनियन पेस्टलाई चाहिँ एड गर्नेछौँ। अब चाहिँ यो ओनियन पेस्टलाई चाहिँ लो फ्लेममा चाहिँ हामीले मस्त पकाउनु पर्दछ साथीहरू। देख्न सक्नुहुन्छ यसलाई चाहिँ मस्त बिस्तारै चलाएर हामीले हल्का ब्राउन नहुन्जेल चाहिँ हामीले यसलाई कुक गरिराख्नुपर्छ साथीहरू है। देख्न सक्नुहुन्छ हाम्रो ओनियन पेस्टमा कलर आइसकेको छ साथीहरू। अब चाहिँ मसलाहरू एड गर्न सुरु गर्छौँ। यो चाहिँ रहेको छ बेसार, फिस करी मसाला, रेड चिली पाउडर आफ्नो टेस्ट अनुसार राख्न सक्नुहुन्छ। अब चाहिँ यसलाई हामीले मजाले मिक्स गर्दछौँ साथीहरू। मैले चाहिँ ओनियन पेस्ट मसलाहरू एड गरिसकेपछि जिन्जर गार्लिक पेस्ट चाहिँ एड गर्दैछु। इफ हजुरहरूले चाहनुहुन्छ भने यसलाई चाहिँ सुरुमै एड गरेर फ्राई गर्न सक्नुहुन्छ। अब चाहिँ नुन एड गर्ने पालो साथीहरू। तपाईँहरूले चाहिँ आफ्नो टेस्ट अनुसारको नुन चाहिँ एड गर्न सक्नुहुन्छ। अनि मैले चाहिँ नुन एड गरिसकेपछि सबै मसलाहरूलाई चाहिँ मजाले पकाउन्जेल मिक्स गर्दैछु। सबै चिज पाकेर रेडी भइसक्यो साथीहरू। सो लास्टमा चाहिँ हामीले टमेटो पेस्टलाई चाहिँ एड गर्नेछौँ। अनि चाहिँ यसलाई चाहिँ फेरि पनि मजाले नपाकुन्जेल चाहिँ हामीले यसलाई चलाइरहनेछौँ, कुकिङ गरिरहनेछौँ। देख्न सक्नुहुन्छ साथीहरू हाम्रो चाहिँ ग्रेभी चाहिँ रेडी भइसक्यो। अब चाहिँ यसमा हामीले चाहिँ हाम्रो फ्राई गरेको बेल्ट फिसलाई एड गर्नेछौँ। फ्राई गरेको माछालाई यसमा चाहिँ एड गरेर त्यसलाई चाहिँ बिस्तारै एकछिन चलाउनु पर्दछ साथीहरू। हाम्रो फिस ग्रेभी चाहिँ नडढोस् भनेर हामीले चाहिँ थोरै पानी एड गर्नेछौँ साथीहरू। थोरै पानी एड गरिसकेपछि साथीहरू यसलाई फेरि हामीले एकछिनको लागि फेरि हल्का चलाएर मिक्स गरेर यसलाई चाहिँ लो फ्लेममा हामीले चाहिँ कुक गर्नेछौँ केही मिनटको लागि साथीहरू। फाइनली हाम्रो फिस करी पाकेर रेडी भइसक्यो साथीहरू। देख्न सक्नुहुन्छ। माछा चाहिँ बाल भएको छ क्या। झूठ बोलो, बार बार झूठ बोलो। सो हेलो साथीहरू, अब चाहिँ हाम्रो चाहिँ बेल्ट फिस रेडी भइसक्यो। अब चाहिँ यसलाई हामीले चाहिँ खानेछौँ। देख्न सक्नुहुन्छ मसँग रहेको छ भात अनि बेल्ट फिसको करी अनि हल्का सलाद। सो अब चाहिँ हामी खाना चाहिँ स्टार्ट गर्छौँ साथीहरू। लेट्स गो टु स्टार्ट। भोक चाहिँ अति लागिरहेछ बनाउँदा बनाउँदा। चाहिँ बेल्ट फिस है साथीहरू। यो चाहिँ लाइफको फर्स्टचोटि ट्राई गर्दैछु बेल्ट फिस। कस्तो छ टेस्ट हेरौँ। कतिको मिठो छ। फर्स्टमा चाहिँ एउटा बेल्ट फिस ट्राई गरौँ है, कस्तो आउनेछ टेस्ट। हेर्दा चाहिँ डर लाग्नेवाला फिस थियो, भयङ्करवाला। टेस्ट चाहिँ अब कस्तो छ हेरौँ। मिठो छ साथीहरू। त्यो माथि झन् फ्राई गरेर बनाएको, मेरिनेट गरेर बनाएको, एकदमै राम्रो। अब चाहिँ स्टार्ट गरौँ साथीहरू खानालाई। गुवाम कि गुवाम। क्यामेराको पछाडिबाट मेरो श्रीमतीले हेर्दैछन् थुक निल्दै। मुझे अपने घर जाना है। मुझे घर जाना है। हाँस्दैछन्। त्यो माछा सुरुमा चाहिँ देखेर त्यो उनलाई चाहिँ घिन लागेर खाँदैन भन्दैछ। अहिले यहाँ बनाएको देखेर चाहिँ उनलाई थुक निल्दैछन्। घिउमा चाहिँ फ्राई गरेको, घिउमा चाहिँ बनाएको बाल भाषा। यस्तरी खायो भने त छिटै मोटाउँछ होला साथीहरू। एकदम बबाल टेस्ट भएको छ, एकदम बबाल। मेरिनेट गर्दाखेरि हल्का भिनेगर या कागती हाल्नुभयो भने मासुको टेस्टलाई एकदम बबाल हुन्छ।
अनि तपाईँको जुनलाई प्याजलाई चाहिँ मैले जुन चाहिँ पेस्ट बनाएको थिएँ त्यसको पनि चाहिँ टेस्ट एकदम बवाल। म चाहिँ अरू ग्रेभी एड गर्दैछु साथीहरू। ग्रेभी चाहिँ मस्त बवाल भएको छ। बिजो गएको त साथीहरू विदेशमा पनि लाइट जाने समस्या भोगिरहेछौँ। अहिले चाहिँ लाइट गएको छ, देख्न सक्नुहुन्छ के गर्नु। साथीहरू लाइटै गए पनि भूकम्पै गए पनि बुढी नै पहिला गए पनि भात र मासु खाना चाहिँ छोड्नु हुँदैन है। के बोले भाई? अब के बोले? सो साथीहरू अब चाहिँ खाना चाहिँ भ्याइयो। देख्नुहुन्छ सबैले चाहिँ अब सकिसक्यो। अब अलिअलि माछाहरू चाहिँ बाँकी छ। माछाहरू चाहिँ खाइरहेको छु साथीहरू। माछा चाहिँ एकदम बवाल। मलाई चाहिँ फर्स्टचोटि खाएको मिठै लाग्यो है। इफ तपाईँहरूले पनि ट्राई गर्न मन लाग्छ, खान मन लागेको छ भने मैले बनाएको रेसिपी ट्राई गरेर बनाउन सक्नुहुन्छ। एकदमै बेस्ट रेसिपी हो यो चाहिँ है, फिस करीको लागि। जुनै पनि फिसको करीको लागि चाहिँ यो रेसिपी युज गर्न सक्नुहुन्छ। सो आजको भिडियोलाई चाहिँ यति भन्दै फेरि पनि हजुरहरूसँग नयाँ भिडियोमा भेटिने बाचाको साथ आजको लागि बाई बाई। सी यू इन नेक्स्ट भिडियो।